आज म तपाईलाई जे बताउन जाँदैछु, मेरा शब्दहरू ध्यान दिएर सुन्नुहोस्। यो एउटा यस्तो कुरा हो जसले तपाईको पुरै जीवनको नक्सा नै बदल्न सक्छ। ठ्याक्कै यही कुरा पछ्याएर क्रिकेटर विराट कोहलीले आफूलाई पूर्ण रूपमा परिवर्तन गरे। यही कुरा क्रिस्टियानो रोनाल्डो र शाहरुख खान पनि पछ्याउँछन्। यदि तपाईं यो भिडियो अरू सामान्य भिडियो झै लिएर बीचमै छोड्ने सोचमा हुनुहुन्छ भने निसङ्कोच जान सक्नुहुन्छ। इन्टरनेटमा यस्तै धेरै भिडियो र कन्टेन्ट छन्, गएर हेर्नुहोस्। तर जो साँच्चीकै सिरियस हुनुहुन्छ, आउनुहोस् अब सुरु गरौँ। तपाईको एक सामान्य दिन कस्तो हुन्छ? म अनुमान गर्छु तपाईं बिहान उठ्नुहुन्छ, मोबाइल उठाउनुहुन्छ, व्हाट्सएप, इन्स्टाग्राम हेर्नुहुन्छ, नुहाउनुहुन्छ, कपडा लगाउनुहुन्छ, नास्ता गरेर घरबाट निस्कनुहुन्छ। उही बाटो, उही ठाउँ, उही काम, उही मानिसहरू, उही अनुभूति। केही मानिसबाट टाढा बस्नुहुन्छ, केहीसँग बसेर समय बिताउनुहुन्छ। काम सकिएपछि फेरि उही बाटो हुँदै घर फर्किनुहुन्छ। रिल्स स्क्रोल गर्नुहुन्छ वा फिल्म हेर्नुहुन्छ र दिन सकिन्छ। यो नै रुटिन तपाईले कति दिनदेखि दोहोऱ्याइरहनु भएको छ र थाहा छैन अझ कति दिनसम्म दोहोऱ्याइरहनु हुनेछ। यसमा साझा के छ? तपाईका विचार, अरू मानिसका विचार, तपाईको दैनिक बाटो, तपाईका बानीहरू, तपाईले हेर्ने कन्टेन्ट। यो पुरै रुटिन कम्प्युटर प्रोग्राम जस्तै काम गर्छ, जहाँ तपाईं आफ्नो इच्छाले केही पनि गरिरहनु भएको हुँदैन। सबै कुरा स्वतः चलिरहेको हुन्छ। विराट कोहलीसँग पनि यस्तै भइरहेको थियो। उनी भन्छन्, मलाई याद छ म खानपान र फिटनेसमा बिल्कुलै अनुशासित थिइनँ। आज पनि विश्वास लाग्दैन कि म त्यस्तो थिएँ। 2012 को कुरा हो। मेरो सिजन निकै खराब गयो। खानपान धेरै बिग्रिएको थियो। म राष्ट्रिय टिममा खेल्थेँ, तर ठूलो सफलता थिएन। न्यूरोसाइन्स के भन्छ? डाक्टर जो डिस्पेन्जा अनुसार 35 वर्ष पुग्दा हामी जे हुन्छौँ त्यसको 95% हाम्रो सबकन्सियस माइन्डले चलाइरहेको हुन्छ। यस सबकन्सियस प्रोग्राममा हुन्छ विश्वास, व्यवहार, सोच, भावनात्मक प्रतिक्रिया, अचेतन बानीहरू। बाँकी 5% मात्र कन्सियस माइन्ड हुन्छ, जसले भन्छ म बदल्न चाहन्छु, म फिट हुन चाहन्छु, म नयाँ सिक्न चाहन्छु, म मेहनत गर्न चाहन्छु, म खुसी र स्वतन्त्र हुन चाहन्छु। तर हामी हरेक दिन 5% कन्सियस माइन्डले 95% सबकन्सियस प्रोग्रामसँग लडिरहेका हुन्छौँ र हरेक दिन हारिरहेका हुन्छौँ। त्यसैले हामी भन्छौँ, सोमबारदेखि बदल्छु, अर्को महिनाबाट सुरु गर्छु, तर केही बदलिन्न। सत्य स्वीकार गर्नुहोस्, तपाईँ जुन लडाई लडिरहनु भएको छ त्यसमा तपाईको हार निश्चित छ। तपाईँ सबकन्सियस माइन्डसँग जित्न सक्नुहुन्न। तपाईको जीवन तपाईको नियन्त्रणमा छैन। तपाईँ केवल यात्रु हुनुहुन्छ र स्टेयरिङ सबकन्सियस माइन्डको हातमा छ। समाधान के हो? यदि शत्रु तपाईभन्दा शक्तिशाली छ भने त्योसँग लड्नु हुँदैन। लडाई रोक्नुहोस्, मित्रता गर्नुहोस्, अर्थात् सबकन्सियस माइन्डसँग लड्नु होइन, त्यसको प्रोग्रामिङ बदल्नु। जसरी कुनै सफ्टवेयर बदल्न सोर्स कोड बदल्नुपर्छ, त्यसरी नै हाम्रो दिमागको सोर्स कोड 6 स्टेप्सबाट बनेको हुन्छ। पहिला 3 स्टेप्सले फाउन्डेसन बनाउँछन्, अन्तिम 3 स्टेप्सले दिमागलाई हार्ड रिसेट गरेर पुनः प्रोग्राम गर्छन्। विराट कोहलीको टर्निङ पोइन्ट। उनी भन्छन्, एक दिन म ऐनामा आफूलाई हेरेँ र आफैप्रति घृणा लाग्यो। मैले आफैलाई भने, त भारतीय अन्तर्राष्ट्रिय क्रिकेटर हो, यो हालत अब चल्दैन। त्यसपछि सबै बदलियो। परिवेशले हामीलाई बनाउँछ। मानिसलाई जनावरसँग राख्नुभयो भने ऊ पनि जनावर जस्तै बन्छ। जनावरलाई मानिससँग राख्नुभयो भने उसमा पनि मानवता आउँछ। तपाईले आफ्नो मातृभाषा कसैले सिकाएको होइन, वरिपरिका मानिसलाई सुनेर सिक्नुभयो। यदि कसैले बारम्बार भन्छ, तिमी कमजोर छौ, तिमी ठूलो कुरा गर्न सक्दैनौ, पैसा कमाउन गाह्रो छ, त्यो कुरा तपाईको कन्डिसनिङ बन्छ। झुटलाई बारम्बार दोहोर्याउँदा दिमागले त्यसलाई सत्य मान्न थाल्छ। अब तपाईले के गर्नुपर्छ? आफ्नो कन्डिसनिङ बदल्नुहोस्। आफूलाई फाइदा हुने कुरा बारम्बार बोल्नुहोस्, लेख्नुहोस्, महसुस गर्नुहोस्। तर ध्यान दिनुहोस्, दिमाग अब बच्चा होइन, त्यसैले जे पनि विश्वास गर्दैन। थट्स र फिलिङ्स, दिमागको भाषा विचार, शरीरको भाषा भावना। यदि शरीरले महसुस गरेन भने कार्य हुँदैन। त्यसैले तपाईले जे भन्न चाहनुहुन्छ त्यो महसुस गर्न सिक्नुपर्छ। सेल्फ टकको शक्ति। यदि तपाईँ भन्छन् म कमजोर छु, म सक्दिनँ,
दिमागले त्यस्तै काम गराउँछ। तर यदि तपाईँ भन्छन् म मेहनती छु, म अनुशासित छु, म सक्षम छु, म आत्मविश्वासी छु, त्यसअनुसार व्यवहार बदलिन्छ। अफर्मेसन कसरी गर्ने? बिहान काम सुरु गर्नु अघि, राति सुत्नु अघि 10-15 मिनेट लेख्नुहोस्, बोल्नुहोस्, कल्पना गर्नुहोस्, यति गहिरो महसुसका साथ कि शरीर र दिमाग दुवैले विश्वास गरून्। सानो एक्सन लिनुहोस्, ठूला लक्ष्यलाई साना भागमा बाँड्नुहोस्। 25 मिनेट पढाइ, 5 मिनेट विश्राम। सानो सफलता ठूलो आत्मविश्वासी बन्छ। विराट कोहली भन्छन्, केही महिना अनुशासनमा बसेपछि रिजल्ट देखिन थाल्यो। फुर्तिलो भए, फोकस बढ्यो र सुधार गर्ने लत बस्यो। अन्तिम कुरा, यदि तपाईले यो लागू गर्नु भएन भने जीवनमा केही बदलिन्न। 90% मानिसले यो गर्दैनन्, तर जसले गर्छ उसको जीवनमा चमत्कार सुरु हुन्छ। 7 दिन, 10 दिन वा 21 दिन इमानदारीपूर्वक प्रयास गरेर हेर्नुहोस्। समयभन्दा मूल्यवान केही छैन। तपाईलाई शुभकामना। यो भिडियो हेरेकोमा धन्यवाद।